जनताले ब्यान्ड बजाउँदा पनि देश लुटेराहरूको अझै खुलेन चेत। लाजै पचाएर यस्तो सम्म पो भन्न थाले। जेल जाने भएपछि होस हवास उडेकै हो। नेपालको संसद अमेरिकाले कब्जा गर्यो कि 35 वर्षदेखि देश लुट्ने बिचौलियाहरूको मुटुमा भूकम्प गएको हो। आजकल चोक चोकमा एउटा खतरनाक भ्रम फैलाइँदैछ। नयाँ शक्ति आएसँगै नेपालको संसद विदेशीले कब्जा गर्यो। तर यो कृत्रिम कोलाहलको पछाडि लुकेको डरलाग्दो यथार्थ अर्कै छ। आउनुस् आज तथ्यको कुरा गरौं। जो मान्छेहरू आज राष्ट्रवादको नक्कली बर्को ओढेर रोइ कराई गरिरहेका छन्, तिनैलाई आज 12 वटा निर्मम प्रश्न सोध्न जरुरी छ। बालुवाटारको अमूल्य सरकारी जमिन किर्ते गरेर बेच्दा अमेरिका आएको थियो। आफ्नै देशका नागरिकलाई भुटानी शरणार्थी बनाएर बेच्ने राष्ट्रघात कुन विदेशीले गर्यो? वाइड बडी विमान खरिद, कोभिडको बेला औषधिमा घोटाला, टेरामक्स र सेक्युरिटी प्रिन्टिङ प्रेसमा अरबौं कुम्ल्याउने विदेशी एजेन्ट थिए कि हाम्रै स्वदेशी राष्ट्रवादी नेताहरू? बाल मन्दिरको जग्गा हडप्नेदेखि सुडान मिसनको बजेट र गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टामा नीतिगत भ्रष्टाचार गरेर खल्ती भर्ने काम वाशिंटनबाट भएको थियो कि सिंहदरबारबाट? यो किन यति धेरै महत्वपूर्ण छ भने यसले तपाई हाम्रो दैनिक जीवनलाई बन्धक बनाएको थियो। सवारी चालक अनुमति पत्रदेखि प्रहरी र कर्मचारीको सरुवा बडुवामा खुल्लम खुल्ला रेड तोकियो। न्यायाधीश, राजदूत, विश्वविद्यालयका उपकुलपति र अस्पतालका निर्देशक समेत बोरामा पैसा बुझाएर नियुक्त गरिए। मालपोत, भन्सार र वैदेशिक रोजगार विभागमा नागरिकले पाइला पाइलामा घुस नबुझाई कामै नहुने तन्त्र कसले बनायो? ठूला सरकारी ठेक्कामा सेटिङ गरेर कमिसन खाने र राज्यको ढुकुटी रित्याउने खेलले यो देशको जगै मक्काइदिएको थियो। आज जब सचेत जनताले मतपेटिका मार्फत यो 35 वर्षे लुटतन्त्रको हिसाब किताब सफा गरिदिए, तब अत्तालिएका भ्रष्टहरू विदेशी हस्तक्षेपको नक्कली कार्ड फ्याँक्दैछन्। तर यहाँ बाहिर नभनिएको र लुकाइएको सबैभन्दा गम्भीर सत्य अर्कै छ। यो रुवाबासी संसद विदेशीले कब्जा गर्यो भनेर हुँदै होइन। यो रुवाबासी त अब फाइल खुल्छ र जेल गइन्छ भन्ने डरले भइरहेको छ। हिजोसम्म राज्य संयन्त्रलाई आफ्नो वीरता सम्झिने सिन्डिकेट आज भत्किएको छ। जो हिजोसम्म एकअर्काको भ्रष्टाचार लुकाउन सर्वदलीय सहमति गर्थे, आज उनीहरूको हातबाट राज्यको साँचो खोसिएको छ। उनीहरूले कहिले सोचेका थिएनन् कि जनताको धैर्यको बाँध एक दिन यसरी फुट्नेछ। इतिहास बोकेका पुराना दलहरूले अझै पनि आफ्नो गल्ती स्वीकार्ने र सच्चिने हिम्मत गरेका छैनन्। उल्टै भ्रमको खेती गरेर जनताको चेतनाको अपमान गरिरहेका छन्। नेपाली जनताले भर्खरै सम्पन्न निर्वाचनबाट एउटा प्रष्ट सन्देश दिएका छन्। अब भ्रम र भावनात्मक ब्ल्याकमेलिङको राजनीति चल्ने छैन। यो देशमा विदेशी